नमस्ते, सन्चै हुनुहुन्छ? आज निर्वाचनको मिति मत खसालिसक्नु भएको हुनुहुन्छ तपाईँ सबै धेरैजनाले भने मैले पनि आज आफ्नो जीवनको 12 वर्षपछि मत खसालेको छु। निकै खुसी उत्साहित छु म र यो चाहिँ 2070 पछिको खुसी हो है। र हामी साथमा अलग अलग मतदान भए पनि मतदान स्थल भए पनि हामीले मत खसालिसकेका छौँ। एकदमै धेरै मतदान स्थलमा उत्साही हुनुहुन्थ्यो मतदाताहरू अनि अशक्त अपाङ्गहरू पनि मत खसाल्न निकै उत्साहित भएर आफ्नो परिवारको सदस्यका साथमा आउनु भएको थियो। उहाँहरूको मतले जरुर न्याय पाउनेछ र हाम्रो यो खुसीले पक्कै पनि अझ धेरै निरन्तरता पाउनेछ। हामीले सोचेको जस्तै देशको शासन व्यवस्था पाउनेछौँ। आजलाई यति नै। यो दृश्यहरूले पक्कै पनि ती कुराहरूलाई न्याय गर्ने नै छ भन्ने मैले चाहिँ यो आफ्नो मतदान स्थलमा देखेको र मेरो मतदान स्थलको बारेमा मैले तपाईँलाई जानकारी गराइहालेँ। तपाईँले पनि यस्तै दृश्यहरू कतिको देख्नु हो, कस्ता मतदाताहरू हुनुहुँदो रहेछ, चर्चा परिचर्चा कतिको भयो। सबैजनालाई थ्याङ्क यू सो मच। अनि सबैजनाले आफ्नो मत खसाल्न चाहिँ नभुल्नु होला है त। थ्याङ्क यू सो मच।